चिन्ता नगर्नुहोस् होइन, हामी छौँ। मलाई अन्याय भएको छ। हातकडी लगाएर लोकल बसमा उल्टोमुखी बाँधेर काठमाडौँबाट सुर्खेतबाट यहाँ ल्याए। खुट्टाको तल नङ भाँचिएको छ पुरै, नाखुट्टै चप्पल नकिनेर। खुट्टा सुन्या छ म यो देशको नागरिक होइन, उता हेरेर भन्नु के भयो तपाईँलाई? म यो देशको नागरिक हो कि होइन? मैले भ्रष्टाचारको विरोध गरेको थिएँ भने नेपाल प्रहरीले त्यसरी मलाई पिट्न पाएँ। कसले याद नदियो तपाईँलाई? डिएसपी तपाईँको प्रदीप छेत्री र नेपाल प्रहरीको इन्सपेक्टर जो दादा हुनुहुन्छ हाम्रो निरञ्जन घिमिरेजी र अर्को सैसाब जो मेरो बाउ भन्नुहुन्छ, त्यहाँभित्र कुट्दै म तेरो बाउ भन्नुहुन्थ्यो, भक्ति खनाल भन्ने हुनुहुन्छ। उहाँले यति धेरै यातना दिनुभयो कि होइन, जो मैले सङ्कटकालमा नेपालको मानव क्षेत्रमा पनि त्यति हुँदैन र त्यतिले पनि पुगेन उनीहरूलाई। लोकल गाडीमा उल्टो हतकडी लगाएर नाङ्गो खुट्टा, मेरो चप्पल पनि छैन, नाङ्गो खुट्टा सुर्खेतबाट काठमाडौँसम्म लोकल गाडीमा उल्टो खुट्टा बँधाएर यहाँ पुर्याउनु भयो। किन पुलिसले कुट्दा के भने तपाईँलाई? भ्रष्टाचार विरुद्धको आन्दोलन लगायो भनेर मञ्चबाटै कुराकानी गरे। तपाईँको अहिले शरीरमा कहाँ कहाँ चोट लागेको छ, के भएको छ? मेरो टाउकोमा छ, खुट्टाको प्रत्येक ठाउँमा छ, ढाडमा छ, यो हातमा यता भयो, यो पुरै लट्ठीले बजारिएको अवस्था। रातभरि प्रहरी चौकमा यातना रातभरि होइन, 10 मिनटमा 15देखि 20 मिनट कुटेर रातभरि तपाईँको गाडीमा बाँधेर ल्यायो, लोकल गाडीमा। हजुर, खाना खान पाउनुभयो कि पाउनु छैन? मैले हिजोदेखि कसरी समातिएको पक्राउँदा के भने? मलाई पक्रिँदाखेरि कुनै पनि पुर्जी दिएन र काठमाडौँ आइसकेपछि मात्र मलाई थाहा भयो कि मलाई किन पक्रेको भनेर। यहाँ पुर्जी बिना त्यत्तिकै जबरजस्ती उनीहरूको दादागिरी गरे। किन पक्रेको रहेछ तपाईँलाई? साइबर क्राइमको मुद्दा लागेको छ भनेर हो। जुन साइबर क्राइमको मुद्दा म प्रति तपाईँको पूर्वगाराईहरूमा लगाइएको छ, जुन त्यो साइबर क्राइमको मुद्दामा म नेपालका पत्रकारलाई अहिले पनि भन्छु कि कसैले झोला बोकेर पत्रकारिता गर्छ भने त्यसलाई झोले नै भनिन्छ हो। कुनै पनि पार्टीको राजनीति पार्टीको क्याडेट कार्यकर्ता त्यसको पत्रकार बन्न सक्दैन, स्वतन्त्र मान्छे त्यसको पत्रकार बन्न सक्छ। जुन राजनीतिक पार्टीको कार्यकर्ता भएका मान्छेले त्यो कुरा अगाडि बढाएका छन्। संसारभर रहेका तपाईँका समर्थकहरूलाई अस्पतालको स्तरीयबाट के सन्देश दिन चाहनुहुन्छ? संसारभरि भएका मेरा समर्थकलाई भ्रष्टाचारका विरुद्ध, अन्याय र अत्याचारका विरुद्धमा हामी एकजुट हुनेछौँ। ज्ञानेन्द्र साई मरेर गए पनि म जस्ता हजारौं मान्छे जन्मिनेछन्, तपाईँहरू एकजुट हुनेछन् र यो देशमा 80 लाख युवालाई विदेश जानबाट हामी रोक्नेछौँ र भ्रष्टाचारीलाई कानुनी कारवाही गर्नेछौँ र सुन्दर शान्त र समृद्ध देशको परिकल्पना गर्नेछौँ। म मात्र होइन, म जस्ता हजारौं मान्छे अब जन्मिनुपर्छ, म यही भन्न चाहन्छु। जनचासोको विषय हो, व्यक्तिगत विषय होइन। मिडियाले पाउँछ जनचासोको विषय हो। हामीले उतातिर लान्छौँ कि यहाँ बोलिरहेको छ एकजना बिरामी, एकजना याद नपाएको मान्छे बोलिरहेको छ। तपाईँले उहाँले के भन्नुभयो भने जे भन्नुहुन्छ उहाँले बोल्नुहुन्छ, तपाईँ किन भन्नु? उहाँको तपाईँ के भन्नु मलाई त एमएलसीमा उ गर्नुपर्ने भनेर थियो कि एमआरआई के एमआरआई हो के दाइ कल गरेर त्यो ल्याएको छ, टिकट काटिसकेको छ कि बन्द हुन्छ। पार्टी गर्नुको भएको भए अहिले नेता संसदले यहाँ मान्छे छ। तपाईँको प्रश्न छैन फुटबलले किन अहिले हामीले बुझेर ल्यायो त तपाईँ अरू के गर्यो? प्रहरीले के गर्यो? प्रहरीले मञ्चबाटै धरकपट सुरु गर्यो। मलाई पक्राउ पुर्जी कुनै पनि नदिएर मैले मञ्चमा कर्णाली प्रदेशमा भएको बेरुजो जो मलेपाको रिपोर्टमा भएको सबै बताएको छु। त्यसमा एउटा डाटा पनि गलत छैन। 44 करोडको बेरुजो वीरेन्द्रनगर अथवा सुर्खेतमा छ। त्यो गरिसकेपछि प्रहरी आक्रोशित रूपमा आएर मञ्चबाट मलाई धरकपट गर्यो। धरकपट गरिसकेपछि मैले भने कि मलाई पुर्जी दिनुहोस्, म आफै प्रहरी कार्यालय आउँछु, तपाईँले धरकपट गर्नु पर्दैन भनेपछि उसले लट्ठी चार्ज सुरु गर्यो। गरिसकेपछि मेरो आँखाको चस्मा निकालेर इन्सपेक्टर निरञ्जन घिमिरेले हातको अगाडि यसरी बटायो, लाग्छ मलाई उसले व्यक्तिगत रूपमा त्यो कुरा लगिरहेछ। त्यस पछाडि मलाई प्रहरी कार्यालय लगियो। भेस्ट यो मेरो होइन, यो नेपाल प्रहरीले दिएको भेस्ट हो। मेरो भेस्ट च्यातेर नाङ्गै कुटियो त्यहाँभित्र। मेरो निलनाम छ यहाँ पछाडि, शरीरको पछाडि, र त्यस पछाडि त्यहाँ बाँधेर कुटियो। र त्यो सैसाब हुनुहुन्छ जुन भक्ति खनाल हुनुहुन्छ, उहाँलाई यसरी नकुट्नुहोस् भन्दाखेरि म तेरो बाउ मेरो अगाडि नबोल, म तँलाई कुट्छु भन्नुभयो। जो आउँछ लट्ठीले बजारेर जान्छ। त्यसरी 15देखि 20 मिनटको यातना पछाडि हस्पिटल लगियो। हस्पिटलमा कुनै पनि उपचार गरिएन, केही पनि गरिएन। डाइरेक्ट खाली खुट्टा मलाई काठमाडौँको लोकल गाडीमा
हत्कडी अगाडि यसरी हालेर होइन, मैले कुनै अपराध गरेको छैन जो हत्कडी पनि लाउन पाउँदैन। मलाई उल्टो हत्कडी लगाएर सुर्खेतबाट काठमाडौँ कति किलोमिटर छ तपाईँलाई थाहा छ मलाई, 18 घण्टा तपाईँको त्यसरी यातना दिएर काठमाडौँ पुर्याइयो। काठमाडौँ प्रहरीले के गर्यो? काठमाडौँ प्रहरीले राम्रो सहकार्य गरेको छ, काठमाडौँ प्रहरीले नराम्रो सहकार्य गरेको छैन। म उहाँलाई दोष दिन चाहँदैन र सुर्खेतको प्रहरीले व्यक्तिगत रूपमा र त्यहाँको मुख्यमन्त्रीले जुन दादागिरी देखाउनु भयो त्यो राज्य, देश र जनताका हित। मलाई खाना मात्र होइन कि निरञ्जन घिमिरे लगायतको टोलीले पानी र पिसाब फेर्न पनि नदिनु भनेको छ भनेर उनीहरूले खाना र पानी पनि दिएन। बाटोमा ल्याउँदाखेरि कस्तो व्यवहार गरियो? मलाई बसमा ल्याउँदाखेरि उनीहरूले बोल्दै नबोल्ने, त गधा भनेर बोल्ने, अनि पछि बिस्तारै गइसकेपछि मात्र राम्रो व्यवहार गर्न थाले अलिकति। र मेरो हत्कडी पछाडि बाँधेर ल्याइयो। मैले कति रिक्वेस्ट गरेँ कि हत्कडी हाल्नुहोस् तर मेरो अगाडि बाँधिदिनुहोस्। बसमा राख्ने बेलामा के भनियो? बसमा राख्ने बेला के भनियो भने यसलाई खाना पनि नदिनु, पिसाब फेर्न पनि नदिनु र उल्टो हत्कडी लगाएर लिनु भन्यो। पिसाब फेर्न पाउनु भएन? मैले पिसाब फेर्दाखेरि तपाईँको थर्काउँथे मलाई। मैले काठमाडौँमा आएर पिसाब फेरेँ र मलाई हत्कडी यसरी होइन, मलाई उल्टो हत्कडी लगाएर काँक्रे बिहार यातायातको लास्टको सिटमा ल्याइयो। जब तपाईँको यसरी उफार्थ्यो कि हत्कडी बनाएर मेरो हात छुनिएर उठाउन सकेको छैन, यतिसम्म यातना दियो। हिजोदेखि तपाईँलाई खाना दिइएको छैन, पानी पनि खानु भएको छैन? पानी चाहिँ अघि काठमाडौँमा आइसकेपछि काठमाडौँको डिएसआरले मलाई पानी खुवाउनु भएको छ। नाङ्गो खुट्टा चाहिँ उहीँदेखि नाङ्गो खुट्टा અહીં देखियो र यो खुट्टामा पुरै काटिएको छ। हातमा निलदामहरू देखिन्छ नि? त्यो निलदाम यो प्रहरीले लट्ठीले हानेको हो। यो हिरासतभित्र लगेर लट्ठीले बाँधेर हानेको हो। अरू केही भन्नु छ? अरू मलाई के भन्नु छ भने भ्रष्टाचारीहरूका विरुद्धमा हामी लड्छौँ। यो देश कसैका 1-2 जना मान्छेको मात्र होइन, 3 करोड नेपालीको देश हो। 2 जनाले कानुन हातमा नलगाउँ र हामी एकजुट बनाऊ र भ्रष्टाचारलाई अन्त्य गरौँ। म यही भन्न चाहन्छु। तपाईँमाथिको आक्रमण गरेर भ्रष्टाचार विरुद्धको यो अभियानलाई तुहाउने सरकारी षड्यन्त्र भइराखेको छ भनेर आलोचना भइराखेको छ, के भन्नुहुन्छ? मलाई यसरी एट्याक गर्नु भनेको ज्ञानेन्द्र साईमाथि एट्याक होइन, यो तपाईँ कुरा बुझ्नु होला। भ्रष्टाचारीहरूका विरुद्धको एट्याक हो यो। भ्रष्टाचारका विरुद्धमा जो बोल्छन् तिनीहरूलाई कानुनी कठघरामा उभ्याएर कारवाही गर्ने भन्ने एउटा यो अठोट कस्तो छ अहिले तपाईँलाई? अहिले टाउकोमा चोट लागेको छ, खुट्टाहरूमा निलदाम छ, शरीरको हात काम छ, चलाउन सक्दैन छैन। ब्यागमा पनि हेर्नुहोस्, ब्यागमा भएको हो। जस्तो कि तपाईँलाई जुन प्रहरीले हिरासतमा लिइसके पश्चात यातना दिएको छ भनेर भनिएको छ, हामी दृश्यमा देखाइराखेको छौँ। यहाँ देख्न सक्छौँ उहाँलाई प्रहरी हिरासतमा लिइसके पश्चात यातना दिएको, जुन यो सरासर अपराध हो। किनभने प्रहरीले हिरासतमा लिइसके पश्चात यसको हामी देखाइराखेका छौँ। भाइ बस्छ, यो भाइ बस्छ, यसलाई के भन्नुपर्छ हामी बाहिर चलाउनु कुराहरूमा म गर्छु। अहिले बहिनी भन्नुहुन्छ नि त, भद्रै गइसक्यो। डेमोक्रेटिक कन्ट्रीमा दिँदैन अन्त र दिन हुँदैन। यति क्रूर, निर्दयी बाटो जस्तै लागेको थिएन। सबै होइन, सिस्टमसँग हो, व्यक्तिसँग के मतलब छ? नियतसँग हो, सिस्टमसँग हो। हजुरलाई कुनै पेपर दिएको छ त्यहाँ पुलिसले कुनै पनि त्यो पक्राउ मेरो हातमा दिएकै छैन। कुनै कागजहरू कुनै पनि दिएको केही पनि दिएको छैन। जबरजस्ती त्यत्तिकै
अहिलेसम्म कुनै पक्राउपूर्ति चुरापूर्ति केही केही कुरा छ? केही पनि दिएको छैन मेरो हातमा। त्यसै कारण चाहिँ त्यसको कारणिक प्रिकसन लिने कुरा हामी गरौँला। उपचार हुने पऱ्यो, उहाँहरूले उपचारलाई ल्याउनु भएको छ। यातना दिने प्रहरीका विरुद्ध के गर्नु पर्छ त्यो पनि हामी गरौँला। अहिले यहाँकोमा गरौँ ल। अब उहाँलाई अहिले हामीले रिलिज गरौँ है। अब उता बिरुवा लानुपर्ने है अबको तनावको अर्थ छैन। अब चाहिँ रिलिफको लागि गर्नु होला। उहाँको 98 उहाँको त अन हुँदैन नि त अहिले नम्बर हुन्छ ल तपाईँलाई एकदमै यातना दियो भनेर भनियो होइन, तपाईँलाई दिएको यातनाको विषयमा एकपटक बताइदिनुहोस् न, कस्तो किसिमको यातना? के गरियो भने मञ्चमा भ्रष्टाचार विरोधी कार्यक्रमको म भाषण गर्दै थिएँ, सभा गर्दै थिएँ। बिलमा गयौँ न। यहाँ अब डाक्टर साहबले भनेअनुसार गरेका छौँ हामीले। डाक्टर साहबले भनेअनुसार गरेका छौँ। हिँड्नुहोस् त, एकको कुरा हुन्छ, हाम्रो कुरा होइन। अब लान्थ्यौँ कि बिरामीलाई अनि हामी यता कन्डिसन पढ्ने डाक्टर साहब एकछिन औषधिको कुरा प्रोपर मान्छे लानु पर्छ। खोइ लानेको यसरी मिल्दैन नि त। यसो हस्पिटलको प्रमोसन लिनुपर्छ होइन, बिना पर्मिसन यसरी किन्न मिल्दैन। हजुर केको लागि भन्नु? यहाँ उहाँलाई दिनुपर्ने औषधि चलाइदिन्छ भने उहाँलाई अलिक रिलिफ हुन्छ। उहाँले उहाँको गरिराख्नु भएको छ नि त, त्यसको लागि चाहिँ अलिकति खोज्नु हुन्न। हजुरले त गरेकै छ, तपाईँहरूले देखि तपाईँहरूलाई हामी सोध्नु ल लागि गर्छु। यहाँ डक्टरलाई भन पहिला गभर्मेन्ट गर्ने उपचार चाहिँ गरौँ। यस्तो गर न। औषधि चलाएछ नि अरू गर्ने क्या हजुर। अब